गाह्रो छ नि हे तेरी गोबरमा खिल्छु यार कति वर्ष भयो अरे 1 वर्षै भयो होला है ठन्डी हुन्छ है हुन्छ है यसपालि त दुःखको घटना छ कि हैन टक्क लगाएर अहिले चाहिँ हामी गनपोखराको यहाँ टक्क यहाँ बस्ने ठाउँमा छौँ यहाँ हेर्न गाइज हैन स्टेज हेर्न यस्तो खाली छ के अनि हामी 3 जना मात्रै छौँ यार छिटोभन्दा छिटो मुन्टिनु पर्यो यहाँ आज चाहिँ खुसी लाग्यो है धेरै भयो यार दुईजनाको भेट भयो है गाइज दुईजनै फेरि भ्लगर हामी त हैन भ्लगर भेट भयो है मेरो भ्लग हो ठिकै छ यार कत्रो अर्को भएको तिमी त अग्लो भएर जुत्ता लगाएर होला हैन मान्छे हेर न हैन जुत्ता लगाएर होला यार अग्लो भएको यार हो र भने हो नि यसरी अग्लो भएर भने हेर त यत्रो हालको पहिला सँगै पढेको मान्छे जुत्ता लगाएर जस्तै लाग्यो मलाई त हैन मान्छे हालको गरे चितवन गएको हाइट दर बढेको टप पनि लाग्यो है के छ त दोष ठिकै छ यार दोष आगो बस को छ भित्र दाइ दिदीहरु सालो सालो पाहुनाहरु हुनुहुन्छ पाहुनाहरु हुनुहुन्छ यार हेर त गाइज हाम्रो शिव दोष कस्तो लम्बु भएको ह्यान्डसम भाइ आइनामा चाहिँ गोर्देको थियो फेरि मलाई चाहिँ कालो देखिन्छ के अब है मैले यदि खासै त्यस्तो क्वालिटी राम्रो छैन त हैन हाम्रो हो आइफोन भएर अलि बडलै देखाउँथ्यो हैन दोषले दामी कुरा भन्यो है हामी दुईजना नर्मल मोबाइल हो कि तपाईहरु यहाँ हाम्रो चाहिँ हैन यहाँको तिमी एक्लै आएको दोष मैले आएको अनि त्यो चाहिँ पिङ मात्रै थाहा भयो के हाम्रो नानी पोहोरतिर चाहिँ हैन यसो तेरे रोटी पिङहरु खान्छ डान्स हैन नगर्ने रे तल डान्स गर्दैन रे यार डान्स केही गर्दैन है अब यही नाचे मात्रै हो यही युज गरे मात्रै हाम्रो है यस्तो छ गाइस के गर्ने अब गाह्रो है फेरि तल गाउँमा फेरि अनि कालेहरु कहाँ छ खै तिनीहरु उतातिर छ जाने कालेहरु जाने जाउँ न बोजीहरुसँग यस्तो बोल्नु पनि ओ ह्यान्डसम भाइ त यार चितवन बसेर आएको हाम्रो है म हेर न यस्तो कालो डट्टु यार ठिकै छ हाम्रो केही छैन यस्तै हो हैन तर एकदम खुसी लाग्यो मलाई त यार कति वर्ष भयो अरे 1 वर्षै भयो होला है त्यो हुन्छ है यसपालि त दुःखको घटना छ कि यस्तो राडे पिङै छैन कि पोखाइ नाइमा त छ होला है छ यार सर सानो छ क्या हाम्रो म चाहिँ हैन चितवनको यस्तो डेली हेर्थेँ कि म शिवदोषको भ्लग डेन्जर दामी लाग्छ है सर्टियो नि दामी छ हेरिदिनु होला है अब बिस्तारै हुँदै छ है लङ भिडियो बिस्तारै पछि आइफोन किनिन्छ अब टक्कलाई विदेश गएपछि कमाएपछि हैन अहिले चाहिँ यस्तो सपनै अब अहिले त कसले दिने र गाह्रो छ नि ल टिको बनाउन यसो टिको पनि हाँस्छ लाग्यो कस्तो भइराख्यो त काम मात्रै गर्नुपर्छ है हाम्रो त्यो गर यो गर गर्ने र अरूले त गरिदिने हैन यार हामीले मात्रै दुःख पाउने गाह्रो हामीलाई भुसी मारे नि यस्तो यार थोरै भयो भने यार हाम्रो हिरो त्यो सुशान्त भाइ सक्यो नि गाइस हामी चाहिँ हैन अब सुशान्त गयो भूपेन्द्र म त सधैँ उसको भ्लगमा हेर्थेँ पोखरामा एकदम सङ्गम मजा आउँथ्यो शिवको नि हेर्थ्यो सबैको हेर्थ्यो खाँदैछ है यता बज्यो भने किन्ने हुन्न बजे लाग्छ नि जना खाएकाइले खाने त हैन आज ह्याप्पी दसैँ है भन्दै खाँदै हामी चाहिँ यस्तै हो हैन रमाइलो गर्नुपर्छ हाय आफू एक्लै हिँड्नु पऱ्यो है यार सोल्टिनी भएको भए त सोल्टिनीसँग गफ गर्दै जान हुन्थ्यो भाग्यमै नरहेछ है के हो दोष हो है सोल्टिनी भए भाइ यसरी हिँड्नु पर्थेन है सँगै गफ गरेर हिँड्न पाइन्थ्यो मासुको झोल दसैँमा मासुको झोल चाहिँ खाइ आगयो है धेरै गाडीहरू छ है गाइज घन पोखराको यता बस छ हैन ए म्याकुडी
हे तेरी गोबरमा किल्छु यार यसरी धाराबाट जाऊँ मेरो हालत चाहिँ यस्तो भयो यार गोबरमा किल्छु थुक्का कभी कभी यसै होता है कस्तो अनुभव भइरह दोस्तलाई घनपोखरामा यस्तै त हो नि गाउँघर सहरमा बस्नेलाई के थाहा कि गाउँघरमा यस्तो हुन्छ भन्ने त अनुभवै थाहा होइन कि गाइज तिमीलाई नि किल्ची के हो मेरो हालत तिम्रो नि त्यस्तै मेरो त खासै कुल्चेन अलिअलि कुल्च्यो यार किल्चिन त खेल्छु होइन यो चाहिँ पिङ्क हो होइन यहाँ अँध्यारो भएर केही नि देखिआएन हामी चाहिँ धारामा आएको है खुट्टे धुन गोबरमा किल्चिहाल्यो मैले त हालत त खराब बनायो त दोष सो गाइज हामी चाहिँ होइन टक्क लगाएर अहिले चाहिँ हामी घनपोखराको यहाँ टक्क यहाँ बस्ने ठाउँमा छौँ होइन टक्क लगाएर अनि यहाँ बसौँ भने नि यस्तो चिसो छ है यस्तो पानी परिरहेछ है पानी परिरहेछ यार दसैँ लाग्यो कि दसैँ लाग्यो यार यस्तो पानी नि परेर हुन्छ नि दसैँको दिन दशा लाग्यो जस्तो छ न नाच्ने ठाउँमा कोही छ न यहाँ कोही छ यार अनि हामीले चाहिँ होइन किन होइन त्यो नाचेको भिडियो चाहिँ होइन किन त्यहाँ के अरे त्यो ठाडीमा चाहिँ किन भिडियो नबनाएको भन्दाखेरि किनकि होइन त्यहाँ अब साउन्ड आउँछ होइन स्पिकरको साउन्ड आउँछ अनि त्यसपछि कपिराइट लाग्छ फेरि होइन हाम्रो होइन मोबाइलमा त्यो भएर चाहिँ नबनाएको होइन गाइस होइन टक्क लगाएर अब अलिकति चाहिँ म देखाउँछु तपाईँहरूलाई है अहिलेको साथ हेर्नु भन्न चाहन्छु अनि अहिले चाहिँ हामी टक्क लगाएर यहाँ हावा खाएर चाहिँ सरर टक्क लगाएर हेर्न सक्नुहुन्छ होइन त्यहाँ चाहिँ के हो होइन त्यो ढकाई गाउँहरू होइन ढकाई गाउँहरू हेर्न सक्नुहुन्छ अनि उ त्यो तलको चाहिँ हाम्रो नायु गाउँ हो नानी गाउँ है पानी परिरह गाई अनि हाम्रो नायु गाउँमा चाहिँ होइन यस्तो नाचसाच केही छैन कि अब सबै युवाहरू होइन सबै खाडीतिर होइन विदेशतिर जानुभयो अनि टक्क लगाएर अहिले चाहिँ त्यही भएर यहाँ रमाइलो गर्नको लागि नाचगान गर्नको लागि यहाँ आएको युवा जस्तै नाच हेर्छु भनेर आछ है दोस्त आफ्नो गाउँमा छैन होइन अनि के गर्ने भने यहाँ नि फेरि आज यस्तो पारो छ अब यहाँ पनि कोही नि छैन होइन 12 बजीपछि चाहिँ निस्किन्छ जस्तो लाग्यो मलाई है अहिले चाहिँ कति बजी आयो भन्दाखेरि टक्क लगाएर हाम्रो 10 बजी रह्यो अझै टाइम छ यार हाम्रो चाहिँ अब हामी घरतिर लागौँ त्यो चिसो भएको यार थत्तेरी यार अब हामी घरतिर लाग्छौँ है किनभने अब हाम्रो प्रोग्राम हेर्ने भनेको कोही नि नरहेछ प्रोग्राम सञ्चालन गर्छु भनेको कोही नि नरहेछ अब बोलेर भएन हो र होइन होला पर्यो है अब घर गएर मस्त बलिदिने हो कि हो त यस्तै 12 हो भने त गाह्रो छ है हे तेरी भने जस्तो केही नहुने के भयो मर्छु होला म त पागलै भइसक्यो म त त्यही भयो पानी नि परेछ यार बिहानदेखि यार हेर न सबै घरमा निदाएर बसेको हो भने ल है गाइस हामी चाहिँ आएको होइन यसो होइन हेरेको त आम्मा खाली रहेछ यार अघि त हेर मान्छे नि थियो यार सबै टाप सबै टाप जाउँ सेट भयो यार यहाँ हेर्न गाइस होइन स्टेज हेर्न यस्तो खाली छ कि अनि हामी 3-4 मात्रै छौँ यार यस्तो है यस्तो नि पारा हुन्छ भने यार थत्तेरी यार के हो यार यस्तो यार हान्दिउँ भने यार सबैलाई थर्काइदिउँ भने यार गाउँलेलाई यार अघि केटाहरू पनि कोही आउँदैन यार खाली छ यार स्टेज यार थत्तेरी यार हेर्नु यस्तो सजाएर राखिसक्यो यार एकछिनपछि आउँछ होला सायद है छिटो मुन्टिनु पऱ्यो यहाँ हेलो छिटोभन्दा छिटो यहाँ मुन्टिनु पऱ्यो गाइस है के अरे गाउँलेहरू सबैलाई फेरि